Hello guys, welcome to my mini vlog. हामी चाहिँ घाँस काट्न जान आएको अनि पानी परे साथीहरु म त झन् यस्तो भ्लग बनाऊँ भनेर मोबाइल लिएर आएको त पानी परेर हैरान घाम लाग्छ अनि फेरि पानी परेछ के यहाँ घाम लाग्छ अनि पानी परेछ के भनिएर चाहिँ म चाहिँ आज बारीमा जान आएको साथीहरु घाँस काट्दै प्लस बारीमा जान आएको हामी जाने बारी चाहिँ हो त्यो है हौरी यहाँ हो हामी जाने यताबाट जानुपर्छ यो खोल्सा जानुपर्छ अनि मैले चाहिँ यहाँ मेरो साथीलाई पर्खेको के यहाँ यो घरको मेरो साथी घाँस काट्न जान्छु भनेछि तिनलाई पर्खेको साथीहरु अब हामी चाहिँ जान लाग्यो घाँस काट्न बोला राइस पानी परेको भएर हो क्या सबै मेरो साथीले चाहिँ यहाँ आरु टिप्दै छिन् आरु खाँदै जाने हो हामी अब आरु खाँदै जाने हो अलि छिटो आऊ त कति राम्रो आछ हो क्या कति राम्रो आछ हौ आरु टिपेर लिएर आइसिन् यिनले चाहिँ कुहिएको बुद्धि हामी चाहिँ यहाँ तल आइसक्यो म अघि माथि भ्लग बनाएको भिडियो बनाएको भनेर हिँडेको त भिडियो नबनाएको रहेछ त्यतिकै मोबाइल चाहिँ स्याहार हिँडेको रहेछ नि त खत्म बाय बाय टाटा गुड बाय हेर्न सक्नुहुन्छ हाम्रो आरु चाहिँ यसरी पाकेछ अझै नुन खुर्सानी भएको भए त झन् कति मिठो हुन्थ्यो वाउ हाम्रो बाटो अबिरी पानी परेछ क्या पानी परेर ज्याउ भएको छ बुवाहरू यहीँबाट गएको छ त तिमी मेरो मुटुमा छौ साथी Oh my God! Wow! हाम्रो गाउँ आउनुहोस् है गाइस है गाइस खाने हो गाइस लड्छ गाइस अहिले बाटो हेरेर पर्छ गाइस फाइनली हामी चाहिँ बारीमा आइपुग्यौँ देख्न सक्नुहुन्छ त्यहाँ बाबा र मम्मी चाहिँ लाल जोडी छन् यहाँ हुनुहुन्छ मम्मीले जोड्न लागिरहनु भएको छ जोड्नु त मम्मी मा कुरी मकै त के खाइदिएको हाम्रो यो अड्डाबारी है तलतिरको चाहिँ अड्डाबारीमा मकै नै छैन कि अझै च्वाक छ यो कोडाल किन ल्याएको औ त बन्टी जा घाँस होला र यस्तो बारी जोड्न आउनु पनि यस्तो बारी यो बारीमा चाहिँ तिल छर्न लाग्यो है गाइस जोट न घाँस काट्न भन्दा जोट न ओ त बोगी बजाइहरु पनि तिल छर्न भनेर गएको नि त कस्तो अरे के बेरिएको र यस्तो ल रे जोड्दै हुनुहुन्छ बाबा यहाँ जोड्दै हुनुहुन्छ मम्मी उता कोडाली लिएर ठग्दै हुनुहुन्छ सर्फ गन्दा भयो त होइन घाँस काट्दा यो
कसरी काट्ने यसरी काट्ने कि यसरी काट्ने त्यसरी काटा कि यसरी काट्ने गिदाउँदै काटन हे घाँस काट्न वनभित्र छिरेको वनभित्र छिरेको न्याउली रुखमा म भुइँमा बसेको मनको रहर मनमै मर्ने भो तिम्रो सिउँदो रङ्गाइरहने भो मनको घाँस काट्न बस्ने मान्छे यसरी काट्छन् घाँस रहर मनमै मर्ने भो मनको नाच न मर्ने मर्ने भो लाभ घाँस काट्न सुरु गरौँ गाइस यहाँ रोइने रहेछ यो रोइने गर्न पर्छ कति राम्रो हरियो घाँस देखिया छ साथीहरू तर यो घाँस खाने नै होइन के एउटा खाने घाँस हुन् यता त यस्तो खुइली याप्दै छ हामी यस्तो ठाउँमा माछा पारी त्यस्तो ठाउँमा नगएर के आएर जप बारी खुट्टामा चप्पल खुट्टामा जुत्ता टक्क लाएर माथिनी कपडा चत्त लाएर कान्छीलाई भेट्नमा गएँ म कान्छीलाई फोन गरेर टक्क आएर भेट्नलाई जान्छु भेट्नलाई जान्छु म टक्क लाएर यो लाभ हामी घाँस काट्छौँ है त गाइस A few moments later. घाँस काटेर नि आइसकेँ देख्न सक्नुहुन्छ मेरो बारी यहाँ छ मेरो साथी चाहिँ त्यहाँ छिन् थुप्रै घाँस काटेछिन् त्यसले त कहाँको हो अनि यस्तो गर्मी भयो कि यस्तो गर्मी भयो म घाँस काटेर यहाँ रहेछु माथि बाबाले जोत्दै हुनुहुन्छ मान्छे घाँस बोकेर नि आइसक्यो पालो घाँस बोक्ने हामी चाहिँ टाढा जान सक्यो गाइस वहाँ पर जानु पर्छ ए जुरुक्कै पो उठे घाँस धकाल्न पर्छ होला भनेको त ल अब लाग्यौँ है त हामी घरतिर लाग्यौँ 2 hours later. म चाहिँ घर नै आइपुगेँ घर आएर मैले घाँसको भारी नि बिसाइसकेँ मैले गाइस म चाहिँ घर पनि आइपुगिसकेँ मैले घाँसको भारी नि बिसाइसकेँ अब यो घाँसमा यहाँ माथि राख्नुपर्ने हुन्छ पानी परिरहेछ नि त अब म चाहिँ घाँसको भारी फुकाउँछु अनि के भन्छ हाम्रो चाहिँ बुङ्गुरको बच्चा माथि गएको छ अरे म चाहिँ यो घाँसलाई स्याहार्दिनँ म यत्तिकै राख्छु र म बुङ्गुरको बच्चा लिन जानुपर्ने हुन्छ फेरि मासतिर गएको छ अरे मासतिर गाउँतिर म अब बुङ्गुरको बच्चा लिन जानुपर्छ साथीहरू त्यहीँबाट मैले यो घाँस स्याहारेन मैले चाहिँ बुङ्गुर पनि लिएर आइसकेँ मुद्दारहरू माथि गएको रहेछ क्या मास्किराएर गएको रहेछ माथि अझै आउनै नमानी उचालेर जसोतसो गरेर लिएर आएर अहिले त बाटो लगाइदिएछु हिँडेछ अहिले त गएको छ आफ्नो घर चाहिँ बुङ्गुर छ क्या अझै कति यहाँ त 4वटा मात्रै छ अझै अरू त घरमै छन् 9वटा छ यहाँ 4 मात्रै छ अरू घरमै छ काम छैन गाउँ डुलेर हिँड्छ डुलुवा कुकुर जस्तो बुङ्गुर पनि
मैले चाहिँ बुङ्गुरलाई ल्याइसकेँ। यिनीहरू चाहिँ यहाँ खोरमा आएर आफ्नो आमाको दुध पनि खाइसकेछ। हाम्रो बुङ्गुर चाहिँ यही है, 9वटा भनेको 7वटा मात्रै रहेछ है। सबै आइसकेछ अहिले त घरमा रहेछ। अनि मैले चाहिँ तिनीहरूलाई आफ्नो ठेगानमा राखेर आइसकेँ म घर फेरि। हाम्रो बुङ्गुरको खोर चाहिँ यता छ क्या, टाढा छ। हाम्रो घर चाहिँ यता छ। बुङ्गुरको गुगान आउँछ नि त, त्यही भएर टाढा बनाएको। देख्न सक्नुहुन्छ हाम्रो आँप यहाँ चाहिँ कस्तो फलेछ। सानो खाले थियो, यिनीहरू चाहिँ ठुलो खाले हो नि त। मैले चाहिँ खानासाना खाएर म चाहिँ अब म सबै फ्रेस भएर बसिसक्यो। अब म सुत्ने हो, त्यही यति नै हो। यति भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउँछ। सबैजनाले सब्सक्राइब, लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। हस्त चाहिँ नेपाल।